साथीहरू दर्शन नमस्ते। आज म एकदम सुपर एक्साइटेड छु। आज म मेरो भाइसँग भेट गर्दैछु। अब चाहिँ हामी दुबई मल जाँदैछौँ भाइ र म घुम्नलाई। दुबई मल जानुभन्दा अगाडि हामीले चाहिँ खाजा खायौँ, एकदम भोक लागिरहेको थियो। भाइ पनि टाढादेखि आएको थियो, त्यो भएर भाइले चाहिँ झोल मोमो खायो। भाइ चाहिँ अलिकति उसको अवस्था एकदम घाँटी दुखेर ठिक थियो कि। हामी चाहिँ खाजा खाइसकेपछि हामी चाहिँ मेट्रोतिर लाग्यौँ। खोल्यो ग्रीन लाइन अन्डरग्राउन्ड। म चाहिँ भाइलाई एकदम सिकाउँदै गइरहेको थिएँ कि भाइको चाहिँ फर्स्ट टाइम हो नि त, मेट्रोमा चढ्नु चाहिँ जान्दैन नि त। यसरी आउने सिकाउँछु जान्दैछौँ कि अब यति नै काम गर्नु परेन। अब चाहिँ एक्सपिरियन्स गर्नु पऱ्यो त्यही। अब बुर्ज खलिफा जाँदैछौँ अनि भाइ पछाडि छ, म यहाँ। हामी चाहिँ फोटोसोटो खिच्यौँ। अब जाँदैछौँ बाहिर, दुबई मलदेखि बाहिर जाँदैछौँ बुर्ज खलिफा हेर्न। वाह, यही हो। ल फाइनली आइपुग्यो भाइलाई लिएर। हामी चाहिँ बुर्ज खलिफा घुमेर नै सकिसक्यौँ। अनि त्यस पछाडि चाहिँ हामी अब बाहिर निक्लिसकेको, मेट्रोतिर जाँदै गरेको। एकदम थकाइ लागेको थियो कि धेरै 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 ठाउँतिर घुम्यौँ। तर मैले अधिकांश ठाउँहरू चाहिँ घुमाउनु चाहिँ घुमाएँ, तर धेरै ठाउँमा चाहिँ फोटोहरू चाहिँ खिचेनौँ कि हेऱ्यौँ। अनि एकछिन बस्यौँ, अनि एकदम भोक पनि लागिसकेको थियो। जाउँ भनेर हिँडेको नि, भाइलाई पनि थकाइ लागिसकेको थियो। बिहान नि खाएर हिँडेको, अनि फेरि पनि अब खाजा खाने बेला भइसकेको थियो। अनि त्यस पछाडि हामी चाहिँ अर्को ठाउँ पनि घुम्नु जानुपर्ने थियो, त्यही भएर लाग्यौँ साथीहरू है। आज चाहिँ हाम्रो एकदम दिन चाहिँ एकदम राम्रोसँगले बित्यो, रमाइलो बित्यो। धेरै समयपछि भाइसँग टाइम स्पेन्ड गर्न पाएँ, एकदम खुसी लाग्यो होइन। त्यस पछाडि मैले चाहिँ झोल मोमो खाएँ, अनि भाइले चाहिँ चाउमिन खायो। त्यस पछाडि चाहिँ हामीले यसरी नै आज हाम्रो दिन चाहिँ बित्यो। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।